सक्दिनँ के दुईटा बोल गर्नु तपाईँ म छाच्छु भने है एउटा चाहिँ खान्छु दुईटा खाऊँ न तिमी चाहिँ कप खाऊ न नि झन् तिमी खाना नखाने मान्छे के नखाने यहाँबाट निस्किनु लाग्यो के पो शनिबार सरी हेलो गाइस नमस्ते हजुरलाई स्वागत छ हाम्रो च्यानलमा आज पनि धेरै दिनपछि फेरि मुकबाङ लिएर आएको छौँ आज चाहिँ हामीसँग छ पोर्क मोमो त्यस पछाडि हामीसँग छ यहाँ चिसो दिउ अनि यहाँ अचार छ लाग्दैछ यहाँ छ अचार अब हामी के गर्नु खाऊ है खाने त ल साथीहरु हेरेर बस्ने ल साथीहरु अब हामी चाहिँ खानातिर लाग्यौं खाऊँ ल है त ल सुरु गरौँ हेरेर साथ दिनु होला मोमो चस गरेर खाने हो पहिला म चिसो खान्छु तिमीले चाहिँ मोमो खाऊ वाउ खाइम ल अहिले चाहिँ हामी धेरै दिनपछि ल अब महिना दिन एक महिना दुई महिना 3-4 महिनै भयो नि बाँच्दैन 3-4 महिना अलिकति कार्य व्यस्तताको कारणले भनौँ हामीले हातले खाइरहेको छौँ हाम्रो चाहिँ चम्चीहरूले काँटा चपस्टिकले भन्दा मोमो चाहिँ हातले हातमा लाउनु मिठो हुन्छ स्वादिलो हुन्छ मजा आउँछ क्या खानमा हातले खाए जस्तो यो अरूले खाए ऊ हुँदैन क्या मजा हुँदैन क्या अरूले खाँदाखेरि कुनै फुटेछ के अरे मोमो भन्छ नि धेरै चिल्लो पनि भन्छ चिसोले नै अड्किन खोज्छ त खाऊ है वाउ उनीहरूको नि मोमो फुटेको छ कि धेरै पाकेको छ क्या के अचेल म त मुकबाङ गर्नै सक्दिनँ उहाँ चाहिँ घट्ने प्रयासमा हुनुहुन्छ अलिक आज शनिबार भएर हो अब चाहिँ खानालाई कन्ट्रोल गर्नुपर्ने रहेछ कि अलि ज्यान भद्दा भयो कि भनौँ न रोग पनि लाग्छ नि त अब यो यस्तो चाहिँ खाना चाहिँ अब हप्ताको एकचोटि
सानो उमेरमा फेरि रोगले च्यापो भयो त जिन्दगी लामो छ गरी खानुपर्छ नभए खाएर गर्नु म त चिसो नै अचेल त खानै सक्दिनँ के भयो अलिक कन्ट्रोल गरेर नि मलाई चाहिँ चिसो चाहिँ म अहिलेलाई अब घाममा चाहिँ बढी खानु मनपर्छ अहिले त बेलुका राति भयो खानै मन छैन घाम लागेपछि खानु मन दिउँसो त ओहो चिसो त दिनदिन खायो भने पनि अब आफूलाई नराम्रो हुन्छ असर गर्छ भन्ने कुरो एक्सट्रिम खाएर झन्डै बिमार भएर मरे बुझेको त हामीले दुईटा खान्थ्यौँ त के भएको अझै तिम्रो चाहिँ के भएको म त त्यो खाना छोडेर पनि हो क्या त्यो त्यति पेटैले माग्छ क्या त्यति दुखिरहेको छ यहाँ फेरि मैले भने कन्ट्रोल गरियो भने आफै आफ त्यही लेभलमा बस्छ है पेट भनेको गएँ नि तपाईँलाई पहिला मैले खाएर कन्ट्रोल गर्न सक्नुपर्छ एक हप्ता जति कन्ट्रोल गऱ्यो भने त्यही लेभलमा जति खान्छ त्यस पछाडि धेरै खायो भने भुँडी चर्किन्छ त्यस्तो त के हुन्छ त अनि अहिले भिडियो हाल्नु छोडियो अनि भ्युज पनि ठिकै जाँदै थियो नि त बिचमा ग्याप भयो त्यस पछाडि त हाम्रो भ्युज त घटेर 100 पुग्नु पनि गाह्रो अहिले च्यानल डाउन भएको छ अब बिस्तारै कन्टिन्यू दिइराख्यो भने त अब राम्रै हुँदो रहेछ राम्रो त के भन्नु हाम्रो लागि त अब सानो विशाल हो नि 100 भ्युज जानु भनेको हाम्रो लागि त ठाउँ है बोक्यो है मान्छे जस्तो गर्दा जुसी हुन्छ हाम्रो चाहिँ यहाँ आलु उसिने खाना जस्तो यस्तो रहेछ मिसिनमा पेले भन्ने चाहिँ त्यस्तो हुने रहेछ यो हातले काटेको चाहिँ त्यस्तो होइन अब हामी त त्यो केही तेलसेल केही नलाइ बनाउँछौँ नि त त्यही भएर हो क्या मलाई धेरै जुसी पनि मन पर्छ धेरै चिल्लो खायो भने पनि ग्यास्ट्रिक आफै त्यो पेल्ने बेला चाहिँ बत्ती गएको थियो क्या हो मर्छु होला हौ मुखमा गर्नु पनि गाह्रो छ म त खाँदिनँ दुईटा बोल गर्नु तपाईँ म छाड्छु भने है एउटा चाहिँ खान्छु दुईटा खाउँ तिमी चाहिँ कपाको खाऊ न नि झन् तिमी खाजा नखाने मान्छे के नखाने खाजा नखाने मान्छे कहिले खायो कहिले खाने क्या देख नखायो झन् अन्डा खाएको मैले तिमी त म जति नै खाँदैनौ त के हो यार म त झन् याद गरेँ पहिला त हाना म तिमी धेरै खान्थ्यौ त अन्त कहाँ खान सक्छु त नि यो पेट दुखेर कस्तो भइसक्यो अन्त कहाँ खान सक्छु त नि यो पेट दुखेर कस्तो भइसक्यो पेट त यत्रो छ है बढ्छ भन्दा अब शनिबार बढ्छ नखाऊ शनिबार के हुँदैन यहाँबाट निस्किन लाग्यो के को शनिबार सरी यहाँबाट निस्किन लाग्यो के को शनिबार सरी अहिले त कप्की कप खाइयो अहिले त कप्की कप खाइयो एकछिन बोल्दै खानुपर्छ बिस्तारै आनन्दले
हाम्रो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला अन्तिम के भने हजुरलाई मैले साथीहरू हामीले सबै मोमो खाइसक्यौँ हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ लाइक सेयर कमेन्ट गरिदिनु होला फेरि पनि यस्तै मुकबाङ लिएर आउने नै छौँ अर्को भिडियोमा अहिलेलाई हामी छुट्टिन्छौँ बाई 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 नमस्ते